सो गाइज आज फागुन 25 मेरो बर्थडे रहेको छ अनि हामी आज कलेजै छोडेर अम्बेश्वरी मन्दिर आछौँ। जब म पुरा चाहिँ मेरो बर्थडेमा चाहिँ शिवरात्रि परेको थियो त्यतिखेर चाहिँ एकदम प्याक थियो कि धेरै लाइन थियो। त्यतिखेर चाहिँ हामी 5 जना आएको थियौँ। 5 जनामा 4 जना आएको थियौँ कि 5 जना 5 जना आएको थियौँ। 5 जनामा एउटा जापान गइसके कलेज चाहिँ एउटै दुईटी यहाँ छन् एउटै घर चाहिँ पुरै लाइन थियो यहाँदेखि यहाँसम्म लास्टै लाइन थियो। शिवरात्रि परेको थियो नि त पुरा अनि त्यही भएर चाहिँ एकदम खाली छ। अनि अब फागुन 25 भन्ने बित्तिकै कसलाई पो आफ्नो बर्थडे कसलाई पो स्पेसल लाग्दैन र मलाई त एकदम स्पेसल लाग्छ। एकदम स्पेसल लाग्छ कि अब कसले त थाहा हुँदैन नि त मेरो बर्थडे फागुन 25 तर मलाई भन्दाखेरि चाहिँ ओह झसक्क हुन्छ कि मन बर्थडे को डेट सुनेपछि झसक्क हुन्छ कि त्यस्तो टाइपको हुन्छ मलाई चाहिँ। अनि अब अहिले चाहिँ पूजा गर्छौँ। पूजा गरेर चाहिँ दिउँसो सेलिब्रेट गर्ने भनेका छौँ। त्यही हो। आज म एकदम एक्सपर्टै छैन गाइज केही पनि छैन गएर यस्तो टस त्यस्तो मात्रै गरिदिने तर मलाई नवरत्न तेलको बास्ना जस्तै लागिरहेको छ। यसको सुन्न शक्ति चाहिँ एकदम खतरा छ कि बाजाले कपुर भन्नु चाहिँ नवरत्न भन्छ वा म यस्तो कुरामा धेरै पछि छु कि धेरै पछि छु। अब जब छिक्का पारेन फर्स्ट कता चलाउने सबै थाहा हुन्छ पूजा गरेर कता भन्छ उतै जाने हो त बिना चाहिँ पास हुन्छ कि एकचोटि के हामी मेरो बर्थडेमा 5 जना बक्सर गएपछि 5 जना थियौँ लक्सर कि हो कतिसम्म पूजा गरेर बसेपछि नि म यस्तो मनै लाग्दैन किन खै इन्ट्रेस्ट नगरेर पनि हुनसक्छ होइन मनै नलाग्ने कि त पुरा भक्तसँग यता 2 चक्कर लगाउने यो मन्दिरमा 3 चक्कर त्यो मन्दिरमा 7 चक्कर कस्तो कि मभन्दा ठुलो भयो नि त बुढापाका यस्तै हो।